गुड मर्निङ एभ्रिवान। सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। यो भिडियो चाहिँ प्लिज स्किप नगरी हेरिदिनुहोस् होला, किनभने म कतिवटा मेरो लाइफको इम्पोर्टेन्ट कुराहरू तपाईँसँग सेयर गर्न गइरहेको छु होइन। भन्छ नि गाइस, फ्रीमा कसैको लागि के गर्दैन भनेर होइन, तर म र मेरो बुढाले चाहिँ यति साह्रो गऱ्यौँ कि फ्रीमा, जसको कारणले मान्छेले क्या फाइदा उठाउन थाले क्या। जसको लागि गरेँ तिनीहरूले नै नराम्रो भन्ने त्यस्तोहरू पुरा भोगेको छु क्या हामीले। र अब सिक्दैछु, सेल्फिस हुनु सिक्दैछु हो। अन्त त्यही खुसियालीमा मेरो फुलहरू हेर्नु न, निक्लिँदैछ, बुट्टा निक्लिँदैछ, सबै जाँदैछ मजाले मेरो फुलहरू हेर्न सक्नुहुन्छ। अन्त यो चाहिँ के हो भने त गाइस, यो लिची हो, लिची उम्रिँदैछ गाइस। आज केही पकाएको छुइनँ मैले दोकानमा, दोकानै चलेको छैन, हरेस लागिरहेको छ साथीहरू। अल्छी लागिसक्यो साथीहरू, दोकानमा बस्दा पनि आजकल त हो, लाइटको बिल उठाउन आएको जत्तिकै भइसकिसक्यो। सिजन छैन दोकानमा, स्ट्रगल पनि कति नै गर्दा पनि हुँदैन साथीहरू, के गर्नु। हुनु चाहिँ नि साथीहरू, मेरो त्यस्तो दुर्घटनाहरू भयो होइन, कतैबाट कुनै पनि केही समूहले पनि मद्दत चाहिँ गरेन क्या। कतिजनाले गरेन थिएछ, तर भित्रभित्र खाइदिएछ होइन, थाहा पनि पाइएन। मलाई त थाहा पनि थिएन, अहिले गएर याद, अहिले गएर सुन्दैछु होइन। तर उनीहरूलाई पनि धन्यवादै छ, मेरो त साथ घरीमा त्यस्तो गरिदिएकोमा होइन। 1 साल बाद त्यस्तो थाहा हुँदैछ, त्यस्तो मान्छेहरू पनि रहेछ हाम्रो गाउँमा त, के गर्नु अब। भने चिट पनि उनीहरूकै, कोट पनि उनीहरूकै, पञ्चायतबाट पनि फोटो खिच्योसँग खिच्यो, छैन केही आएन, कतैबाट पनि केही सपोर्ट नहुँदो रहेछ है। त्यही कारणले नि आजकल मलाई कसैलाई पनि केही सपोर्ट गर्नु मन लाग्दैन त, मलाई सिकाएँ क्या, सिकाएँ मलाई। पानी सक्यो मेरो दोकानको, पानी सक्यो गाइस, भन्न जान्छु। त्यसमा तियारा लाइक मस्कारा उठाले प्रेरणा बहिनी, पानी छैन, पानी सक्यो। माथिबाट फ्रुट स्यालेड अर्डर गरेको छु, 9:30मा गरेको, 11:30 हुँदा आइपुग्दैन केटा, मेहनती छ केटा विश्वास राई। अन्त विश्वासले फ्रुट स्यालेड ल्याइदियो, 9 बजी भनेको थिएँ, 12:30मा ल्याइदियो होइन। धन्यवाद विश्वासलाई पनि, खाँदैछु। खाली पेट भगल टाउको दुखेर मन नाट्छ क्या अन्त। साथीहरू, म चाहिँ दोकान बन्द गरेर बडीको घरमा गएको थिएँ। यहाँ चाहिँ बडीले दामी किचनहरू अनि बुके फ्लावरको बुनेर बनाउनु हुँदो रहेछ। अन्त बडी हेर न कसरी राम्रो भनेर भन्नुभयो, मलाई पनि एकदमै ज्यादा मन पर्यो। तपाईँहरू कसैले पनि लिनु चाहनुहुन्छ भने प्लिज कन्ट्याक्ट गर्नु सक्नुहुन्छ है। यहाँनिर कविता किचन माथि पुलको छेउमा छ, त्यहाँनिर गएर तपाईँहरू हेर्नु सक्नुहुन्छ। स्ट्रबेरी हार्ट सेपको कति राम्रो चिजहरू बनाउनु भएको रहेछ हो। तपाईँहरूलाई म देखाउँदै जान्छु ल। यहाँ कस्तो दामी हेर्नुहोस् त, बाँससँगै छ, यस्तो दामी छ गाइस। हेर्नुहोस् त, सिङ्गल लिनुभयो भने चाहिँ 100 रुपिस अरे, अनि बुके बनायो भने चाहिँ तपाईँको 450 500 बनाइदिनु हुँदो रहेछ बडीले। अनि त बडाले पनि सिलिन्डर लिएर आइपुग्नु भयो, देख्नु सक्नुहुन्छ। अहिले पनि बनाउनु हुँदैछ, अनि यसै बसिराख्दा किन बसिराख्नु भनेर चाहिँ बनाएको बडी भन्नुहुँदै थियो। अन्त मलाई चाहिँ एकदमै फोटो भिडियो गर्नु मन लाग्यो नि त।